देखाइरहेका छौँ दर्शकवृन्द। हामी तपाईँलाई यो टिमुरे गाउँको अवस्था देखाइरहेका छौँ। यो हामीले दृश्यमा तल देखाएको टिमुरे गाउँ हो। यो बस्ती नै अहिले छैन, यो बस्ती नै सखाप छ। देख्न सक्नुहुन्छ यो टिमुरे भन्ने रसुवाको टिमुरे स्थित टिमुरे गाउँ। यो क्षेत्रमा होटेलहरू थिए, हेलिप्याडहरू थिए, यहाँ होटेलहरू हेलिप्याडहरू भवनहरू थिए। यो केही छैन यो टिमुरेको यो ल यो 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 चाहिँ चिनको भन्सार कार्यालय। चिनको भन्सार पनि पुरिएको छ, केही छैन दर्शकबिन। हामी तपाईँलाई देखाउँदैछौँ यहाँ केही छैन। यो चिनको भन्सार कार्यालय रहेको क्षेत्र हो। यो क्षेत्रमा अहिले केही पनि छैन, पुरै खण्डहरमा परिणत भएको छ। डुबा यो चाहिँ चिनिया एरिया हो दर्शकबिन। यहाँबाट अगाडिपट्टि देखिएको क्षेत्र चिनिया एरिया हो। त्यतातर्फ जान नपाइने भएका कारणले गर्दा हामी पुनः त्यसतर्फ फर्किएका छौँ। त्यो चिनतर्फको भूभागमा पनि निकै ठुलो क्षति गरेको छ। उताबाट पानी निकै ठुलो क्षति गर्दै आइरहेको देख्न सक्छौँ। यो अहिले पनि यहाँ चाहिँ पानी लेदोसहितको पानी यो करिब 2:30 बजेको अवधिमा पनि बढिएको छ। अब हामी फेरि त्यो रसुवा र चिनको रोडबाट अब हामी पुनः यही क्षेत्र हुँदै फर्किएका छौँ रसुवा सेपुरबेसीतर्फ। यो निकै ठुलो यो टिमुरे बजार, यो निकै ठुलो बजार थियो दर्शकबिन। यो टिमुरे बजार गाडीहरू राख्ने गरेको थियो। मानिसहरूले होटल व्यवसाय गरेका थिए। यो देख्न सक्छौँ यहाँ पुरै डुबान परेको छ। सडक पहिल्याउन सक्ने अवस्था छैन, घरहरू बगाएको छ। निकै दर्दनाक दृश्य छ दर्शकबिन। यो ठुलो बिल्डिङ थियो, केही पनि छैन। उतापट्टि ऊहरू थियो, के अरे ड्राइपोर्ट थियो, गाडीहरू राख्ने थियो, केही पनि छैन। यो रसुवा भन्सार कार्यालयको ड्राइपोर्ट, हामी यो ड्राइपोर्ट देख्न सक्दैनौँ दर्शकबिन। देख्नुहोस् यो गाडीहरूलाई अलिक फोकस गरौँ। हामी गाडी देख्न सक्छौँ त्यहाँ निकै चीनतर्फबाट ल्याइएका सवारी साधनहरू। यो दर्शकबिन यो सहकर्मी दिवाकर पोखरेल र हामी छायाङ्कन गरिरहेका छौँ, देख्न सक्छौँ गाडीहरू। केही गाडीहरू डुबानमा परेका, यो ड्राइपोर्ट हो भन्सार कार्यालयको। यहाँ डुबानमा परेका छन्, बगाएका छन्। कति बगाए र त्यसको कुनै आकलन छैन। हेलिकप्टरहरूले त्यहाँ राहत बाँडिरहेको छ दर्शकबिन। देख्छौँ यो भन्सार कार्यालय छेउमा स्थानीयहरूलाई राहत वितरण गरिरहेको छ। घरहरू पुरै डुबानमा छ। यो ठुलो बजार थियो, यो बजार पुरै ध्वस्त भएको छ। केही राहत र उद्धारको पर्खाइमा छन्। हामी देख्न सक्छौँ यो अवस्था निकै दर्दनाक छ। बगाएको छ, डुबान पारेको छ। निकै माथिसम्म पानीको सतह पुगेर दर्शकबिन यो पानीको सतह अहिले केही घटेपछि मानिसहरूको चहल पहल अलिक राहत उद्धारमा अलिक बढी भएको देखिन्छ। निकै ठुलो क्षेत्रमा कटान गरेको छ। यो नदीको माथिबाट हामी तपाईहरुलाई यो दृश्य देखाइरहेका छौं। दायाँ बायाँ देख्न सक्नुहुन्छ कति धेरै मात्रामा चाहिँ कटान भएको छ भनेर यहीबाट प्रष्ट देख्न सकिन्छ दर्शकबिन। यो हेर्नुस्, यो सडक कहीँ देखिँदैन, सडक पुरै बगाएको छ। चीन नेपाल सीमा क्षेत्रको नेपालतर्फ
रसुवातर्फको क्षेत्र यो धुन्चे आउँदासम्म कुनै पनि ठाउँमा सडक देख्न सकिँदैन। दर्शकबिन हेर्न सक्नुहुन्छ यहाँ कति मात्रामा बस्ती थिए, सडकहरू थिए र यो चीनबाट सामान ल्याउँदै गरेका र चीनतर्फबाट सामान लिनका लागि रसुवागढी भन्सार कार्यालयतर्फ जाँदै गरेका सवारी साधनहरू यो सडकमा कति थियो। त्यो क्षेत्रको क्षति, मानवीय क्षति नै निकै ठुलो भएको आकलन गरिएको छ। सरकारले पनि त्यही भनेको छ। अन्य भौतिक क्षतिको त कल्पना गर्नै सकिँदैन। सडक पुरै कटान छ, सडक वरपरका बस्तीहरू पुरै कटान छन्, डुबानमा छन्, बगाएका छन्, भग्नावशेष छ। हामी तपाईँलाई देखाइरहेका छौँ स्याप्रुबेसी बजारको दृश्य। स्याप्रुबेसी बजार हेर्नुहोस् त, स्याप्रुबेसी बजार पुरै सडक यहाँ पनि छैन। स्याप्रुबेसी बजारमा पनि निकै माथिसम्मका घरहरू बगाएको छ, केही घरहरू आधा कटान गरेको छ, भग्नावशेषमा देखिन्छ। निकै माथिसम्म मात्रै मानिसहरूले ल्याएर राखिएको छ। उल्टोपट्टि भएका त्यो बजार पुरै डुबानमा छ, त्यसमा कटानमा छ, भग्नावशेष छ। पानीको सतह केही घटेको छ। स्याप्रुबेसीको यो आर्मी ब्यारेक भएको क्षेत्र देख्नुहोस्, हामीले दृश्यमा देखाइरहेका छौँ। स्याप्रुबेसीको आर्मी ब्यारेक भएको क्षेत्र, त्यो ब्यारेक कटान गरेको छ। दर्शकबिन अब हामी धुन्चेतर्फ लाग्दैछौँ। देख्नुहोस् धुन्चेतर्फको दृश्य। दर्शकबिन यो धुन्चेतर्फको दृश्य रसुवागढी नाकासँग जोड्ने, धुन्चे रसुवागढी नाका जोड्ने सडक पुरै ध्वस्त छ। क्षतिको कुरा गर्नुपर्दा कति क्षति भयो भन्ने आकलन गर्न सक्ने अवस्था नै छैन। दर्शक एक ठाउँमा मात्रै होइन, यो नदी आसपासको क्षेत्रको सबै भूभाग कटान गरेको छ। घरहरू बगाएको छ, केही डुबाएको छ। निकै भयावह दृश्य छ। सहकर्मी दिवाकर पोखरेल र म शङ्कर पण्डित हामी तपाईँहरूलाई यो क्षेत्रको प्रत्यक्ष दृश्य देखाइरहेका छौँ। निकै फापहोल हुने अवस्था छ। तिब्बततर्फबाट आएको बाढीका कारणले गर्दाखेरि भएको डुबानको अवस्थाबारे देखाइरहेका छौँ हामी। यति बेला कैलाश हेलिकप्टर मार्फत यति बेला र क्षेत्र थियो। हाम्रा पाइलटले दिएको जानकारी अनुसार यो क्षेत्रमा ठुलो हाइड्रोहरू थिए, बस्तीहरू थिए, केही पनि छैन। त्यही हाइड्रो पावर भएको क्षेत्रहरू, रसुवाको यो क्षेत्रमा भएका हाइड्रो पावर क्षेत्रहरू मेलुङ एरिया। दशमिन यो मैलुङ एरिया हो। यो मेलुङ एरियामा भएको यो हाइड्रो पावरको क्षेत्र हो। हामी दृश्यबाट तपाईँहरूलाई तलको दृश्य देखाइरहेका छौँ। यो पावरमा मानिसहरूलाई उद्धार गरेर ल्याएर राखेको छ। मैलुङको यो हाइड्रो पावरको क्षेत्र निकै यो भग्नावशेष छ। सवारी साधनहरू बगाएका छन्, केही डुबानमा छन्। सडक यो मेलुङबाट धुन्चेतर्फ अगाडि बढ्ने सडक हो। दर्शकवृन्द सडक पुरै कटान गरेको छ, बगाएको छ। हेर्न सक्नुहुन्छ पहिला कस्तो थियो यो बस्ती, अहिले कस्तो छ। बस्ती उजाडिएको छ। बेत्राउती क्षेत्रको यो हाइड्रो पावर क्षेत्र बेत्राउती क्षेत्रबाट अघि बढ्दैछ।
यो बेत्रावतीको गाउँ हो जसमा देख्न सक्छौँ पुरै डुबाएको छ। यो माथिबाट आइरहेको बेत्रावती नदी यो बेत्रावती खोला उत्तरबाट आइरहेको छ र यो बेत्रावती एरिया पुरै देख्न सक्छौँ पुरै खण्डमा परिणत भएको छ। बेत्रावती खोला जमिनहरू डुबानमा परेका छन्, घरहरू डुबानमा परेका छन्, केही बगाएका छन् भूभागहरू। बेत्रावती एरिया घना बस्ती थियो, धान खेतहरू थिए, यी सब डुबानमा परेको छ, बगाएको छ। दृश्यमा देख्न सक्छौँ घरहरू केही भाग बगाएका छन्, केही भाग डुबानमा परेको छ देख्न सक्छौँ। यो सडक हो, यो कटान भएको क्षेत्र, नदीको जुन धार थियो त्यो धारमा अहिले नदी बगिरहेको छ। अन्य क्षेत्र पुरै बाढीले डुबान गरेको क्षेत्र हो यो बेत्रावती। बेत्रावती बजार डस्टबिन देख्न सक्छौँ। बेत्रावती बजारमा निकै परसम्म डुबान गरेको छ, कटान गरेको छ, धान बस्तीहरू पुगेका छन्। नेपाली सेनाको हेलिकप्टरले यो बेत्रावती क्षेत्रमा राहत वितरण र उद्धारको कामहरू गरिरहेको यो दृश्य हो दर्शकवृन्द। यो बितुरबाट अगाडि बढिरहेका छौँ दर्शकवृन्द हामी। यो सेन्ट्रल जेल हो, यो जेल हो। करिब 800-900 भन्दा बढी कैदीबन्दीहरू यहाँ रहेको भनेर हामीले पाएको छौँ, देख्न सक्छौँ। यो जेलमा पनि देवीघाट क्षेत्रबाट हामी अब देवीघाटको अगाडितर्फ बढ्दैछौँ दर्शकवृन्द। देख्न सक्छौँ डुबानमा परेका छन्, फार्महरू डुबानमा छन्, घरहरू डुबानमा छन्। हामी बितुरबाट देवीघाटतर्फ आउँदै गर्दाखेरि यो त्रिशुली नदी आसपासका सबै क्षेत्र डुबानमा परेका छन्, बस्तीहरू डुबानमा परेको छ। यो देवीघाट क्षेत्र हो दर्शकवृन्द। यो हामीले अगाडि देखाएको दृश्य देवीघाटको मेन बजार, जहाँ वृद्धाश्रम थियो, मेरो देब्रेपट्टि पुलिस चौकीहरू थिए, डुबानमा परेको छ। यो जुन बितुरबाट आउँदाखेरि देवीघाटको मेन पुल हो, यो पुल क्रस गर्ने पुल, यो पुल बगाएको छ। मेन पुल हो यो दर्शकवृन्द। देवीघाटको यो दृश्य देख्न सक्छौँ। देवीघाटको यो पुल बगाएको छ। त्रिशुली खोलाको हामीले यहाँबाट देखेको यो महादेव फाँट पनि डुबाएको छ, त्यहाँभन्दा तलतिरका क्षेत्रहरू पनि डुबानमा छ। देवीघाटको यो तल निकै परसम्मका भूभागहरू कटानमा पारेको छ, डुबानमा पारेको छ। रसुवागढी नाका हुँदै त्यो क्षेत्रका सबै दृश्यहरू देखाउँदै हामी देवीघाटसम्म आइपुग्यौँ। देवीघाटबाट महादेव फाँटसम्मको दृश्य